अनि 1999 एमपी ब्याच अनि 2001 एचएस ब्याच त्यसको लागि हामी ताली बजाइदिन्छौँ। सबैजनालाई विश्वलाई आज यस सिक्रो इन्फर्मेन्टको यो ब्लेसिङमा तपाईँहरू सबैलाई स्वागत गर्नुहोस् अनि यस नीतिमा पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा प्रभु यीशुले आफ्ना शिष्यहरूलाई रोगीहरूको सेवा गर्ने अनि उनीहरूलाई सुस्वस्थ पुर्याउने कार्यभार सौंपिनुभयो। कुनै प्रभु तपाईँहरू सबैसँग रहून्, तपाईँको आत्मा सन्त मत्ती सुसमाचारबाट लिएको बात। यीशु यहुदीहरूको सभागृहमा शिक्षा दिँदै स्वर्ग राज्यको सुसमाचार प्रचार गर्दै गालिली, डेकापोलिस, जेरुसलेम, यहुदया र जर्दन पारीका असंख्य भिड उहाँको पछि लागे। प्रभुको सुसमाचार प्रशंसा तपाईँलाई हे परमेश्वर। हामी प्रत्युत्तरमा एकसाथ भनौँ, सुन्नुहोस् हाम्रो बिन्ती हे प्रभु, सुन्नुहोस्। तपाईँले रोगीहरूलाई निको गराउने आदेश प्रेरितहरूलाई दिनुभयो। मण्डलीको प्रार्थना सुन्नुहोस्, जो रोगीहरूको सेवामा नित्य रहिरहन्छन् अनि सुन्नुहोस् हाम्रो बिन्ती हे प्रभु। प्रतिज्ञा गर्नुभएको छ, हाम्रो हृदयमा सहानुभूति बढाउनुहोस्, जसद्वारा हामी तपाईँलाई चिन्न अनि प्रेम गर्न सकौँ भनी सुन्नुहोस् हाम्रो बिन्ती हे प्रभु। हामीहरू प्रार्थना गरौँ। हे प्रभु हाम्रा ईश्वर, तपाईँको पुत्रले पवित्र आत्माको शक्तिद्वारा हाम्रो कमजोरीपन अनि बिमारको हल गर्नुहुन्छ। शिष्यहरूलाई सुसमाचार प्रचार गर्न पठाउँदा उहाँले यो आज्ञा पनि दिनुभयो कि उहाँले रोगीहरूलाई भेट्न जानु अनि निको गराउँ। हामी यहाँ भएका तथा यहाँ आउने सबै बिरामीहरूको निम्ति अर्जी गर्दछौँ। उनीहरूका सहायकहरूले यत्नपूर्ण सेवाद्वारा उनीहरूलाई सुस्वस्थ प्राप्त गरून्। हामी यो बिन्ती चलाउँछौँ प्रेस हाम्रा प्रभुद्वारा। हे हाम्रा पिता, प्रणाम मरिया, कृपापूर्ण प्रभु तपाईँसँग हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वर पिता अनि पुत्र अनि पवित्र आत्माले तपाईँहरूलाई आशिष दिउन्। धेरै धेरै तपाईँहरूले अहिले भवानी चाहिँ देखिरहनु भएको छ। सायद भविष्यमा मात्र तला पनि हुन्छ होला। अनि मात्र तला चाहिँ हाम्रो सोचाइअनुसार सायद सेन्ट जर्जेस एलुमनाईको अफिस भविष्यमा परमेश्वरको योजना भए सबै कुरो मिले मात्र तलामा पनि सेन्ट जर्ज एलुमनाई अफिस बनिनेछ। र अब यो अफिसियली चाबी चाहिँ हेडमास्टरलाई सुम्पिने अब हाम्रो यो उयो पनि भएन तिनवटा रहेछ दुईटा पोस्ट हालेको छ। ओके, विशेष गरी सबैजनालाई आज सेन्ट जर्ज डेको नाममा ह्याप्पी फिस्ट डे। सबै जर्जियन जहाँ पनि छरेर बस्नुभएको छ। अनि विशेष गरी अहिले यहाँनिर देख्नु भइरहेको छ यो नयाँ सिक रुम जो बनिएको छ स्कुलमा, एकदमै राम्रो। अनि यो सिक रुम बनाउनुमा चाहिँ हामीलाई सेन्ट जर्जेस एलुमनाई एसोसिएसनलाई मद्दत पुर्याउने हाम्रो 1999
अनि 2001 माध्यमिक एन्ड एचएस ब्याचलाई हामी धेरै धेरै धन्यवाद दिँदछौँ। अनि अब हाम्रो स्टुडेन्टहरूको लागि एउटा एकदमै राम्रो सिक्रुम बनिएको छ अनि यो हाम्रो स्कुलको निम्ति पनि धेरै ठुलो उपलब्धि हो। अनि म 2001 ब्याचको एक प्रतिनिधिले आफ्नो 2 शब्द राखिदिनु रिक्वेस्ट गर्छु। माध्यमिक ब्याच 1999 एलुमनाई ग्रुपको बिहाफमा म विष्णु प्रधान अनि आज हामी 2 जना मात्रै साथी यहाँ प्रेजेन्ट छौँ। म नरेश अनि विक्रान्त एन्ड चन्द्रिका सिजन हियर। हामी 3-4 जना मात्र यहाँ प्रेजेन्ट छौँ र हामी 99 एन्ड 2001 एचएस ब्याचको हाम्रो कन्ट्रिब्युसनमा यो सेक रुम यहाँ उद्घाटन भएको छ आज। यो एक्चुअली यसको फर्मल इनोग्रेसन अस्ति 8 नोभेम्बर एलुमनाई मिटको दिन नै गरिएको थियो, बट यो त्यति बेला अलरेडी मतलब राम्रोसँगले प्रिपेयर भइसकेको थिएन र अहिले चाहिँ यो पूर्ण रूपले कम्प्लिट भइसकेको छ र आज चाहिँ यसको चाबी हाम्रो यहाँ रेभरेन्ड फादर चार्ल्सलाई ह्यान्डओभर गर्दै आजदेखि यसको उद्घाटन गरिएको छ। धन्यवाद।